हेलो गाइज, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। आज हामी शनिबारको दिन चाहिँ यसो सानो ड्राई पिकनिक जस्तो चाहिँ जाँदैछौँ। यही चोबा डाँडामा हो, हेर्दै गर्नु होला गाइज। के भन्छस् तैँले? गजा गजा गोबा गजा गजा। यी जानी चाहिँ यो पनि हो अनि ऊ पनि हो अनि ऊ पनि हो। लगाइछ उता चोबा डाँडा भेटौँ लगाइछ। ल है गाइज, हामी चोबा डाँडा चाहिँ आइसक्यौँ। अघि हल्का फोटो भिडियो चाहिँ खिच्यो हामीले। अब यिनीहरू चाहिँ माथि नै पुगिसक्यो है। कस्तो पुङ पुङ धुलो यार, यहाँ त तेरी हो हो। यो त मन्जुश्री पार्क हो नि, होइन त? टिकट लाग्छ यहाँ जान्ला। यिनीहरू चाहिँ पुरै खिच्दैछन् पुरै। ओए, यो बाँदर त कहाँ माथि माथि चढायो पुरै। ओर्ले तल ओर्लेस पनि को देखान्छ फेरि। ओहो, यिनीहरूको फोटो भिडियो आमा बन्द हो के हो? यो बाटो बन्द गर्दै रहेछ गाडी। हो, बन्द हो। ल थाहा छैन, अस्तिसम्म त खुलै थियो त। आइज उहाँबाट हाम फालेर गयो भइहाल्यो नि। यो त बाँदर जस्तो कहाँ माथि पुगिसक्यो यार। तँलाई त हामीले छोडे जाने, छोडेर सकिन्छ। ल यो त आमा बाँदरको त्यहाँ लडिस नि। तँलाई यस्तो हान्छु मैले, बाँदर जस्तो यार। ल सबैजना माथि उले। यसरी आडो उठिसकेको छ। इजी छ त। ऊ झन् सक्दैन त। हे तेरी, म यहाँ भ्लग गर्दै त उल्ला चाहिँ। ल ल उग्लो 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 उग्लो। सबै बाँदर त हो। ल ल, बाँदर रुपी मानिस मात्र, मान्छे रुपी बाँदर। भत्काइ पनि दिएछ यार यहाँ त। अस्ति आउँदा त भत्कै थिएन। गाह्रो भयो कहाँ? आज त शनिबार पनि धेरैमा छैन त। के हो खै? गाइस, चोबा डाँडा पनि आयो है। यो नाच्छ यो पट्टापट्टा। कपिराइट लाग्छ। बवाल डान्स भइरहेको छ यता, डान्स पार्टी। ए तिमी पनि डान्समा जाने हो? डान्स एकदम खतरा गर्दैन भाइरल हुनुलाई। अहिले म यसो खिच्दै गर्थेँ त्यहाँ भर्खर। त्यहाँ दुईवटा केटा केटी थियो नि। अनि त्यहाँ मेरो क्यामेरा देखेर डढाएर यतापट्टि अरू के भन्दै थियो मलाई। के रहेछ यहाँ खोइ? के भइरहेको छ?
यस्तो छ है चोबा डाँडाको माहौल ठ्याक्कै 3 बजे होला 3 4 3:30 भयो होला अहिले 3:30 बजेको माहौल है यो चाहिँ कहाँ हाम्रो पुरानो ठाउँमा हाम्रो दुश्मन छ धेरै दुश्मन हेरेको हेरै काकी भतिजी त उत्रै भइसकेछ झन् यार है उत्रै भइसकेछ काकी र भतिजी ओहोमा कडा टिकटक पर्दैछ यार म त बिहानमा सधैँ आउँछु यहाँ साइकलमा सधैँ उतै त्यही आउँछु म रेगुलर हो म रेगुलर ल हामफाल छोरा हामफाल उता टायरबाट हामफाल ल टायरबाट हामफाल ल टायरबाट हामफाल ल म यहाँ टायरबाट हामफाल त म तेरो स्लो मोसनमा उ गरिदिन्छु ल ए कडा छ त आज कप्पल ल हामफाल ल छोरा हामफाल उई ल फेरि पुग्यो ओ यो त खुब मस्का छ त के हो हैन ल जुस खाने प्रोग्राम हुँदैछ ल उतेले जुस भनी मैले भने चेस पनि गर्नुपर्ने लगाइस म पनि अलिकति खानु पर्यो ओहो अब यही चाहिँ पेट फुल च्याएर यस्तो धेरै खाँदा है आमा मिनर चेस आमा चेस छ ल एउटा चाहिँ वहाँ पर भागेछ स्टाइल यिनीहरूलाई जुम गरिदिउँ अहिले म तरुणीहरूको थम्बेल राखिदिन्छु म सबभन्दा तरुण त्यही देखेको छ अहिले नै भर्खर 21 वर्ष उड्यो भाइ उडाउँछ टिकटक बनाउला तिम्रो के बाँदर जस्तो रुख्छ लाइछ छोड त ओ यसले त यस्तो हान्छु मैले हेरेर बाँदर जस्तै पुछ्यो निन्जा हतौडी यहाँ चाहिँ बरु रमाइलो छ घरमा हुँदैन है निन्जा हतौडी हो ल 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 क्यान्डी पिकेन जस्तो छ त्यही भएर ए हो र हो क्यान्डी पिकेन जस्तो त्यहाँ त्यही भएर त्यहाँ बसेर रुनै लायो रुनै लायो क्यान्डी पिकेन जस्तो हो यिनीहरूको टिकटक चलेको छ खै वाह ल यिनीहरूको टिकटक खुब चलेको छ दुईजना मध्ये कुन चाहिँ घोरी दुइटै उस्तै घोरी छ म त तिम्रो धेरै गोरो छ नि ल गाइस फरक छुट्याउनु होला को गोरो छ ल को गोरो छ तीनजना मध्येमा को गोरो छ है कमेन्ट गर्नु ल
यो यस्तो त यो ला 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 ला। आज तुवाले लाएर चाहिँ त्यति राम्रो भ्यूहरू देखाएको छैन, न त भ्यू कस्तो राम्रो दिन्छ डाँडा काँडाको। केही राम्रो देखाएको छैन आज। तुवाल पुरै तुवाल लगाइरहेको छ गाइस। ल मैयाहरू जान लागिसकेछन्। फेरि अर्को नि खायो है जुस स्प्राइट। स्प्राइट हामीले दिएको हुँदैछौँ हात त यसले पनि दिएको हुँदैछ स्प्राइट। यसले त खाइसक्यो आम्मा, यसले त धम्काइसक्यो। ल एउटा जम्प हान्दै जम्प कडा जम्प है, त्यहाँबाट जम्प फुत त सुपरम्यान जस्तै। ल ये आमा कतिको रमाइलो लाग्छ? ठिकै मात्रै। दौडा दौड गरेर थाकिस् होला त। तर त्यति साह्रो आज तुवाल जस्तो वरिपरिको सिनेर आउँदै देखाएको छ है। सबै पुरै तुवालै तुवाल देखेँ, नत्र कस्तो क्लियर भयो, क्या दामी देखिन्थ्यो। वरिपरि ढुसमुस मात्रै भएको छ यार आज त। के हो त्यति राम्रो मौसम चाहिँ होइन आज। दिउँसो त चक्को घाम लाग्यो, त्यसपछि कहाँबाट आयो तुवालहरू सबै। नत्र बबाल रमाइलो हुन्थ्यो भ्यू सिनहरू हेर्न। ए उसमा गयो पुरै तन्काइसक्यो। कतिको मिठ लाग्यो तँलाई? हो मैले अचार पनि बनाऊ भनेको, अचार बनाइन नि। आलुको अचार नि त्यो उस्तै देखिन्छ। मलाई त आलुको अचार खासै मन पर्दैन। पापड सापड खाऊ ल। सब मिक्स गर्दै खाऊ ल। हालिदेऊ थोरै हाल्यो, मलाई धेर नहाल है। लगा चाहिँ अब हामी पनि खाइदिन्छौँ गाइज। यो आज हाम्रो पिकनिक चौबा डाँडामा। अब ड्यामका ड्याम दिनु पऱ्यो गाइज, भोक लागिसक्यो है। के हाल्ने के हाल्ने? झोल आज शनिबारको दिन भयो नि, त्यति राम्रो माहौल छैन। अरू दिनमा हुँदा कति मान्छे आउँथ्यो, तर आज त्यति राम्रो छैन। है गाइस, सबैजना पिकनिक मनाउन आइरहेछन्। मजाले गीत पछाडि घन्किरहेछ है। कस्तो लाग्यो तँलाई? बाबाले पकाएको हो नि यो सबै। मिठो लगाइस्। म पनि खाना थालेँ। खाऊ म पनि। ल खाऊ ल। ल म पनि दिन थालेँ गाइस। मिर्छ अलि पिर भयो जस्तो है। हो र? लगाइज अब म पनि दिन थाल्छु अब ल। घरमा भात चाहिँ खानु पर्दैन यार। यति पुलो आयो भने त। मिठो मिठो छ गाइज। बसेर मजाले सबैजना बसेर खानमा सँगै है। उयो उसमा है राम्रो बैठा छैन गाइज। सँगै बसेर खानुहुन्थ्यो। गोलो परेर है। एउटा मोबाइल हेर्दै खाँदैछु।
आज के बिरामी देखायो होला को देख्यो अहिले तिनपाती फाउन्डेसन चल्दैछ क्या किन दले होइन तिनपाती फाउन्डेसन दलेर भयो यस्तो गोरो भयो नत्र कहाँ गोरो हुन्छ नत्र म मात्रै चाहिँ लगाएपछि खान्छु अनि त्यसपछि पापड सबै उडायो गाइस हावा बेसकन चल्यो है पापड सबै उडायो खाइसकेर खान लाग्यो पापडै उडाएर कहाँ पुऱ्यायो पुग्यो खाने 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 यति हो भरे माम नपकाउने हामीले खाइदियो खाइदियो तिमी खाइदियो त्यो भाइलाई के चाहिन्छ सबै खाऊ ए तँलाई के चाहियो पुलाउ तैँले खान्थ्यो पहिला त्यो पैसा सबै सक्का सेकाहरू सबै सिङ्गल यिनीहरू अर्काको बुढी अर्काको बुढो होइन अघि यहाँ बसिरहेको चाहिँ अर्काको बुढी डेटिङमा आएको हो त्यो चाहिँ ऊ यहाँ गयो तिनीहरू चाहिँ अर्काको प्राइभेट उसमा चाहिँ पब्लिक के अरे उ गर्न नहुने प्राइभेट कुरोमा चाहिँ अर्काको बुढी अर्काको बुढोसँग चाहिँ डेटिङ आएको खासै भन्नुपर्दाखेरि म त कसम गएको छैन तिमी गएको छौ तिमी गएको त अहिले बिहे गरिसकेपछि कहाँ जाने हो र यही तपाईँसँग जहाँ गयो नि तपाईँसँग होइन हो र अहिले त झन् त्यसमाथि अब काम मन थालेपछि त के डेटिङ जान पाउँछ भनेपछि पहिले चाहिँ जाँदी रहेछ भने थाहा पायो पहिला चाहिँ जाँदी रहेछ भने थाहा पायो पहिला एक्लै म कहाँ हिँडेछु के थाहा कहाँ हिँड्यो हामी देखाएको छैन भन्छ गाइस स्वास्नी गोठा लाग्नु सकिँदैन कहाँ के थाहा जान्छ त हो कता कता जाने गरेर होला नि त लाग्यो गाइस सकिन लाग्यो मेरो ल गाइस चोबा डाँडामा चाहिँ अब काम नपाउनेहरूले बाघचाल पनि बनाएर छन् है अब एकछिन हामी बाघचाल खेल्दैछौँ तपाईँ के गर्नु काठी म त बाघै हुने यार मान्छे बाघ जस्तो छैन राशि पनि सिंह राशि हो म सिंह राशि हो नि मेरो सिंह राशि भएको मान्छे कुन चाहिँ हो बाघ कुन चाहिँ ठिक छ यस्तै त हो नि ठिक छ ल लगाइज एकछिन बाघचाल खेल्नु पर्यो म कति कालो छ है योभन्दा धेरै कालो म कहाँ कालो छु हावा कुरो गर्छ भने छैन त को गोरो छ भाइ तपाईँ म धेरै गोरो छु भन्ने पामा मट्टी तेल टिन काटिन त्यति कालो छु त म छोइन भने धारो त आउनु पर्ने हो खै धारो साह्रो केही छैन अरे त है ए भक ए यसलाई त त्यसो गर्नु हुन नि भन्ने पामा मट्टी तेल गोरी फोटो खिच्ने उयो छेउमा बस्छ नि फोटो खिचिदिन्छु ल के हो यहाँ आयो फेरि यहाँ यस्तै माग्नु थाल्यो अहिले हुँदैन त्यस्तो खानु हुन्न भने थाहा छैन के हो तिमीलाई सम्झे वाह खतरा आयो ल छेउमा जानु हुन्न है छेउमा खै ल
ला 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 यो त छेउमा जाँदो रहेछ यार लड्ला फेरि अनि डेटिङ छ गाइज सबैतिर ल ल है ल राम्रोसँग बस ल अलि पेट ख्याप्पा पेटभित्र ल म कुटेर ल्याउँछु पा त्यहीँबाट गर ल त्यहीँबाट गर भने अब हामी जान्छौँ अब त यहाँबाट टाढा ए कहाँबाट हाम्फाले लड्लास् फेरि लड्लास् यसले चाहिँ चिप्लिङ मात्र छ यार त यसलाई त मैले नकुटी भाइ पाएँ त्यो लट्ठी ल्याउ त लट्ठी ल्याउ खालि भेटेर मात्र फुलिनु खोज्दो रहेछ दौड 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 गोरी तिमीलाई सम्झे लखाटा 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 ल कुटो 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 छेउछेउमा जान्छस् त अहिले कुटे खान्छस् नि फेरि ओ यो बाँधालाई म कुट्छु पख अब यो जता जता भिड्छ त्यति जाँदो रहेछ ल ल गयो गाइज अब हामी यति ल्यायो छेउछाउमा ल्यायो भिडतिरमा जानु खोज्दो रहेछ भने पामा मनी तेल तिन कहाँ टिन कुटो कुटो त्यसलाई कुटो हो ल ल यो बाँदरले त कुट्नै पर्छ कुट्नै पर्छ यसलाई त ल है त्यो भाइ मात्रै त्यहाँ बस्यो त्यो त लाटो गोजेको जस्तो मान्छे है भने पामा मटी तेल टिन कहाँ टिन गोरी लट्ठीले हान लट्ठीले यस्तो भनेको नमानी बच्चाहरूलाई त हानिदिइहाल्नुपर्छ है झम्का झम् खाए खाए कुटे खाए ल हामी जान थालेको अब जान थालेको गाइज कोगिला तिमीलाई ल जम 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 ल टोलियो जम सबैजना जम ल ल थनको मुनको बाँधियो अब हिँड्यो अब कहाँसम्म पुगेर आउनु हामी उयो उहाँसँग पुगेर नि आएको नि यही डाँडा कि अझै त्यही डाँडा उयो उति मान्छे बसिरहेको
खस भयो घाँटी त घाँटी खस भयो गाइज यहाँ त बाटो छैन यतैबाट जाने त होला नि ल आज चाहिँ यहाँ टनाटन छ अब चाहिँ टनाटन हुँला है बल्ल बल्ल मान्छे आउँदैछन् ल बनेपामा मटिते यसले के भन्छ हामीलाई लु गाइज अब चाहिँ हामी घरतिर लाग्यो घरतर्फ बिस्तारै बिस्तारै जान्छौँ हामी अब हामी गणेश मन्दिर छेड्छौँ कि जस्तो लाग्छ अब हेरौँ के हुन्छ ला 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 टिन कहाँ टिन गरी तिमीलाई सम्झिरहन्छु आज यो गीत मेरो मुखमा आएको आइछ यार त्यहाँ माथि बजाएको सुनेको आएको आइछ ल एकछिन पनि रमाइलो भयो चोबा डाँडामा स्याटरडे आज ल ल ल ल ल ल तर मौसम चाहिँ त्यति राम्रो भएन घाम चाहिँ लागेको तर क्लियर चाहिँ छैन उसु उसु लागिरहेको छ पुरै ल ल तर अघिल्लो शनिबारको भन्दा नि अलिकति पातलो देखिएको छ मान्छेहरू चाहिँ खै आज आन्दोलनले गर्यो हो कि मान्छे आउनु भएको छैन यतिर त्यही आन्दोलनले गरेर त भनेको त मान्छे टनाटन खचाखच हुन्थ्यो है यहाँ त शनिबार त यही छेउछेउमै टनाटन हुन्थ्यो अब बिस्तारै लाग्छौँ गाइज हामी अब तर धुलो धुवा असाध्यै यहाँ पनि धेरै पल्युसन भइसकेको छ गाइज अस्ति धुलो धुवा एकदमै यो साइडमा नि जवाना डेटिङ आएर बसेको छु गाइज म यो चोबारको माथि साइडमा ल र खोला के अरे बागमती नदी कस्तो कालो यार यहाँबाट त क्यामेराबाट देखिँदैन है क्या कालो क्या पुरै कस्तो गना है यहीँसम्म पनि है धेरै कालो गाइज लाग्ने हामी ल गाइज अब हामी चाहिँ लाग्छौँ कि गणेशस्थानमा जाने गणेशस्थानमा यहाँ तल ल सुहायो भने नि त ल है गाइज हामी गणेश मन्दिर पनि आइपुग्यो सबैजना यसलाई चल्नु परेको छ बेस न ओइ सुहायो भने नि त ऊ त्यहाँ छ यार यता सक्छ नि यहाँ तल खोइ थाहा छैन मलाई त ओहो कडकनाथ हो क्या कुखुराहरू पनि यार सबै है बनेपामा मटिते तिहिन कहाँ टिहिन गरी तिमीलाई सम्झे गइरहने दिन कहाँ दिन खै के छ त पहिले ल ल ल ल ल यो त कडकनाथ कुखुरा हो नि यार गणेशस्थानमा कडकनाथ कुखुरा टन्नै रहेछ यार कुन क्रसमा हो मा त सबै कडकनाथ के हो आज बोली पनि लडबडिरहेको छ यार मेरो त कडकनाथ जस्तो लागिरहेको छ मलाई गाइज आम्मामा पानी कालो खतरा कालो छ यार पुरै कालो पानी ढल बगेको जस्तो छ यार गाइज ल र चोबारको गणेशस्थानबाट गएको पानी लास्टै कालो रहेछ यार गाइज
कडकनाथै हो छाला त कालो छ उनीहरूको छाला पनि कालो छ कडकनाथै हो के गर्न लाग्यो यस्तो जाबो फुल के काम हो ए त्यो उम्रिन्छ कि उम्रिँदैन त्यो घोचा गाडेर के त जे पाए त्यो गाडेर हुन्छ र ए लास्टै रहेछ यार यहाँ त पुरै मर्मत कार्य पनि हुँदो रहेछ गणेश मन्दिरको चाहिँ यिनीहरू चाहिँ के गर्ला हो यो बाढी पछि चाहिँ हामी पहिलोचोटि म चाहिँ पहिलोचोटि यहाँ तल चाहिँ आएको माथि चाहिँ धेरैचोटि आएँ यहाँ तल चाहिँ म पहिलोचोटि हो गाइस फुल चाहिँ दामी रहेछ गाइस वाउ झपक्क परेको फुल टिप्यो ल यिनीहरूले ल मुख टिममा होइन ल कस्तो राम्रो झपक्कै फुल्ने के ओहो ल यो त हाँस्न थाल्यो मस्त ल ल ल ल ल ल अलि उहाँ जानु भने त लगन खेल कहिले जाने अब जान्छ फेरि अब यतिखेर अब लगन खेल पुग्छ त गाइस को जान्छ अब यिनीहरूलाई फुल टिप्नलाई हेर कति फुल चाहिने कति फुल के गर्ने त्यो फुलको खाने पकाएर कस्तो गना यार यहाँ तल झरे थेत लडी 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 वाउ रे ल ओए आइज लगाइस फेरि अब चाहिँ हामी घरतिर लाग्छौँ अब साँझ नि पर्छ कि फेरि एकान्त पुनः जाने भन्छ अब खोइ के गर्ने अब ल यिनीहरूलाई फुल चाहिँ कति चाहियो अब आम्मा लाउन नि अब मार्छ अरे अब यिनीहरूलाई कुट्न लगा है ड्यामको ड्याम लाएर हो त है के देउता अरे भन् त को नाम के भन्न राजा नाग लडी भने ठाउँमा मट्टी तेल टिन कहाँ टिन गरी तिमीलाई सम्झी पिचकारी भेटेर ल्याउँछ ल